हुन्छ। दानियलको 70 हप्ता 454 बीसीबाट सुरु भएर 36 एडीमा आएर टुङ्गिन्छ। 36 एडीमा आएर टुङ्गिन्छ। अब 36 एडी मा आएर टुङ्गिएपछि 36 एडी भनेको इन्डिङ पोइन्ट हो। 70 हप्ताको अन्तिम हप्ताको बारेमा चाहिँ दानियल 9 को 27मा एउटा कुराले एक हप्ताको निम्ति यसले धेरैसँग एउटा बाचा पक्का गर्नेछ। अनि त्यस हप्ताको बिचैमा यो अन्तिम हप्ताको बिचैमा हामीले हिसाब गर्ने हो भने चाहिँ 36 एडीमा दानियलको 70 विक्स प्रोफेसी एन्ड हुन्छ। त्यसको एक अगमबाणीकै एक हप्ता अथवा चाहिँ 49 इयर्स अगाडि आउँदाखेरि 29 एडी हुन्छ। 29 एडी र 36 एडीको बिचमा 33 एडी पर्छ। मैले तपाईँलाई चार्ट पनि देखाउँछु। यसरी 33 एडी पर्छ। 33 एडीमा 33 एडीमा चाहिँ मसिह चाहिँ मारिनुभयो। यसरी हामीले दानियलको प्रोफेसी पढेको थियौँ है। अब यो दानियलको प्रोफेसी जानिसकेपछि अर्को एउटा प्रोफेसी हामीले बप्टिजमको बारेमा चाहिँ बुझ्दाखेरि अर्को एउटा प्रोफेसी पनि जान्नु चाहिँ उपयुक्त हुन्छ। त्यो चाहिँ इजरायल्स डबल हो। इजरायल्स डबलको बारेमा चाहिँ यिर्मया 16 को 18मा, त्यसै गरी जकरिया 9 को 12 र यशाया 40 को 2मा उल्लेख गरिएको छ। म तपाईँलाई पढेर सुनाउँछु। यिर्मया 16 को 18मा यसरी लेखिएको छ। यिर्मया 16 को 18 हेर्न, यिर्मया 16 को 18मा यसरी लेखिएको छ। अनि म पहिले तिनीहरूको अधर्म र तिनीहरूको पापको दोबर बदला लिनेछु। हेर्नु यहाँ, अनि म पहिला चाहिँ उहाँले परमेश्वरले भन्नुहुन्छ, पहिला चाहिँ उहाँले चाहिँ इजरायलीहरूको अधर्म र इजरायलीहरूको पापको दोबर बदला लिनुहुनेछ है। यहाँ यसरी लेखिएको छ। यही कुरा चाहिँ जकरिया 9 को 12मा पनि उल्लेख भएको छ। जकरिया 9 को 12मा तपाईँलाई पढेर सुनाउँछु। जकरिया 9 को 12 हे आशाका कैदीहरू, किल्लाहरूमा फर्क, म तिमीलाई 2 गुणा फर्काउनेछु। अर्को छ यशाया 40 को 2। यशाया 40 को 2मा पनि यही कुरा लेखिएको छ। यशाया 40 को 2, यरुशलेमसँग सान्त्वनाको कुरा गर र त्यसलाई कराएर बसौँ भन, तिम्रो लडाई पुरा भयो। तिम्रो अधर्म क्षमा भयो, किनकि त्यसले आफ्ना सबै पापहरूको निम्ति परमप्रभुको हातबाट दोब्बर पाएको छ। अब यो दोब्बर भन्ने शब्द नि, अब यहाँ विशेष गरी अधर्मको दोब्बर, पापको दोब्बर भनिएको छ होइन। उहाँले दोब्बर बदला लिनुहुनेछ भन्ने कुरा छ। यो दोब्बरको अर्थ के हो भन्दाखेरि फेभर र डिसफेभर। विशेष गरी इजरायल राष्ट्रको फेभर र डिसफेभर हो। इजरायल राष्ट्रलाई फेभर कति बेलादेखि सुरु भयो भन्दा याकुब पहिलाको अब्रामलाई प्रतिज्ञा गरियो। अब्रामको छोरा इजाकलाई पनि त्यही प्रतिज्ञा दोहोऱ्याइयो। इजाकको छोरा याकुबलाई पनि त्यही प्रतिज्ञा दोहोऱ्याइयो। तर अब्राम, इजाक र याकुबलाई भनिएको प्रतिज्ञा उनीहरूको आफ्नो जीवनकालमा पुरा भएन। उहाँले प्रतिज्ञा गर्नुभएको थियो अब्रामलाई, तिम्रो वंशबाट चाहिँ ठुलो एउटा जाति बनाउने छु होइन। चाहिँ आकाशको ताराहरू छ र संसार पृथ्वीको समुद्रको बालुवा छ। अनि त्यो प्रतिज्ञा गर्नुभयो। अब्रामको जीवनमा त पुरा भएन। इजाकको पनि भएन, याकुबको पनि भएन। तर इजाक याकुबलाई पनि उहाँले चाहिँ बारम्बार त्यो प्रतिज्ञा अब्रामलाई गरेको उही प्रतिज्ञा चाहिँ दोहोऱ्याउनु भयो। अनि इजरायलको 12 छोराहरू भए। अनि याकुबको नाम इजरायल राखियो। इजरायल किन राखियो भन्दा उनले इजरायललाई जन्माए, अथवा इजरायलको 12 कुललाई रिप्रेजेन्ट गर्ने 12 छोराहरू जन्माए। त्यसपछि 12 जनाबाट भनौँ न सन्तति उत्पन्न हुँदै गयो, बढ्दै गयो। अनि समग्रमा इजरायल राष्ट्र बन्यो। याकुबले 12 जना छोरालाई आशीर्वाद दिन्छन्। उत्पत्ति 49मा उनले 12 जना छोरालाई आशीष दिन्छन्। त्यसपछि याकुबको मृत्यु हुन्छ। याकुबको मृत्यु भइसकेपछि अब
परमेश्वरको अनुग्रह के अरे परमेश्वरको चाहिँ प्रतिज्ञा चाहिँ अब 12वटा याकुबको 12जना छोराहरूसँग आउँछ, त्यहाँबाट इजरायल विकसित हुँदै जान्छ। यस हेतुमा इजरायलप्रतिको परमेश्वरको निगाह चाहिँ याकुबको मृत्युबाट सुरु हुन्छ। त्यसै 1812 ईस्वी पूर्व बीसी 1812 बीसीमा सुरु भयो। याद गर्नु है, यो चाहिँ तपाईँले टिपोट गर्नुभए पनि हुन्छ। 1812 बीसीमा इजरायलको फेभर सुरु भयो। इजरायलको फेभर चाहिँ 33 एडीमा आएर सिद्धियो अथवा अन्त भयो। 33 एडीमा किन अन्त भयो भन्दाखेरि उहाँ मसीह हुनुहुन्थ्यो। पहिला त उहाँ इजरायल यसो ख्रिस्ट यहुदा कुलको, अनि पहिला इजरायल राष्ट्रमै उहाँ चाहिँ देखा पर्नुभयो। अन्य जातिहरूभन्दा पनि पहिला इजरायल राष्ट्रमै देखा पर्नुभयो नि त। तर इजरायलीहरूले उहाँलाई मसीहको रूपमा मानेन, उल्टै क्रुसमा टङ्गाए। 33 एडीमा यसो ख्रिस्ट क्रुसमा टङ्गाइनु अघि चाहिँ उहाँले एउटा कुरा भन्नुभएको छ। मत्ती 23 को 37 र 38मा एउटा कुरा भन्नुभएको छ। म तपाईँलाई पढेर सुनाउँछु। मत्ती 23 37 38मा यसरी भनिएको छ, हे यरुशलेम यरुशलेम, त भविष्यवक्ताहरूलाई मार्छस् र त कहाँ पठाएकाहरूलाई ढुङ्गाले हान्छस्। जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई आफ्ना पखेटा मुनि बटुल्छे, त्यसरी मैले पनि कतिचोटि तेरा छोराछोरीहरूलाई बटुल्ने इच्छा गरे, तर तिमीहरूले इच्छा गरेनौ। 38 पद। त्यसपछि 38 पदमा उहाँले भन्नुहुन्छ, हेर तिमीहरूका घर तिमीहरूका निम्ति उजाड छोडिन्छ, किनकि म तिमीहरूलाई भन्दछु जबसम्म तिमीहरूले परमप्रभुको नाममा आउनुहुने धन्य हुनुहुन्छ भनी भन्ने छैनौ, तबसम्म तिमीहरूले मलाई अब उसो कदापि देख्ने छैन। उहाँ क्रुसमा तागिनुभन्दा पहिल्यै इजरायललाई चाहिँ के भन्नुभएको छ भन्दा, तिमीहरूको घर तिमीहरूको निम्ति उजाड छोडिन्छ। हो, 33 एडीमा चाहिँ इजरायलको के अरे परमेश्वरको इजरायलप्रतिको निगाह चाहिँ अन्त्य भयो। यसरी 1812 बीसीबाट 33 एडीसम्म क्यालकुलेट गर्दाखेरि 1845 इयर्स हुन्छ, 1845 वर्ष हुन्छ। अघि हामीले पढेको चाहिँ इजरायलको दोब्बर भनेको छ, 2 गुणा भनेको छ नि, त्यो चाहिँ के हो भन्दाखेरि निगाह जति वर्षको थियो त्यति नै कालखण्डको डिसफेभर हुने हो। त्यो चाहिँ 33 एडीदेखि सुरु भयो है। त्यो डबल भन्ने शब्द चाहिँ ग्रिक शब्द, यसमा चाहिँ ग्रिक शब्द है त एकछिन, कोफेल भन्ने शब्द प्रयोग गरिएको। यो चाहिँ कस्तो अर्थ लाग्छ भन्दाखेरि जस्तै हामीले कुनै भनौँ न A4 साइजको पेपरलाई बिचबाट पटाउँदाखेरि ठ्याक्क दोबर हुन्छ नि, 2टा हुन्छ नि बराबर, हो त्यो भन्न खोजेको दोब्बर चाहिँ है। यसरी चाहिँ हामीले इजरायलको डिसफेभर एज अ नेसन, इजरायल एज अ नेसन, व्यक्ति विशेष होइन, एज अ नेसन चाहिँ इजरायलको निगाह चाहिँ 33 एडीमा टुङ्गियो भन्ने हामीले याद गरौँ। यो एउटा कुरा याद गरौँ, इजरायलको डिसफेभर 33 एडीमा टुङ्गियो, तर एज अ नेसन राष्ट्रको रूपमा 33 एडीमा टुङ्गियो। अर्को कुरा हामीले याद गरौँ, दानियलको प्रोफेसी 36 एडीमा आएर टुङ्गियो। यति 2टा कुरालाई याद गरेपछि, यति 2टा कुराको आधारमा अब हामीले यौन्नाको बप्तिस्मा आउँछौँ। यौन्नाले दिएको बप्तिस्मा र येशू ख्रीष्टले लिनुभएको बप्तिस्मामा फरक के छ भन्ने कुरा चाहिँ अब बल्ल हामी मूल विषयमा प्रवेश गर्छौँ। यो मूल विषयमा प्रवेश गर्नुभन्दा पहिला केही पदहरू जहाँ चाहिँ बप्तिस्माको बारेमा उल्लेख गरिएको छ त्यो पदहरू हामी पढ्छौँ। प्रेरित 13 को 46 पदमा यसरी लेखिएको छ, प्रेरित 13 को 46 पद। तर पावल र बर्नबासले साहसी भएर भने, परमेश्वरको वचन पहिले तपाईँहरूलाई सुनाउन खाँचो थियो, तर यसलाई तपाईँहरू इन्कार गर्नुहुन्छ र अनन्त जीवनको लागि आफूलाई अयोग्य ठहराउनुहुन्छ। त्यसकारण हेर्नुहोस् हामी अन्य जातितिर फर्कन्छौँ। हेर्नु है, 13 को 46, प्रेरित 13 को 46 मा चाहिँ कस्तो भएको छ भन्दाखेरि, अब पावल र बर्नबासले चाहिँ अन्य जातितिर जाने कुरा गरेका छन्। प्रेरित 13 को 46 बाट चाहिँ पावल र बर्नबासले अन्य जातितिर जाने कुरा गरेका छन्। प्रेरित 15 को 14 मा यसरी लेखिएको छ, अन्य जातिहरूको बीचबाट आफ्नो नामको निम्ति एउटा जाति निकाल्नलाई परमेश्वरले कसरी अन्य जातिहरूसँग पहिले भेट गर्नुभयो सो कुराको विषयमा सिमोनले बताएका छन्। अन्य जातिहरूको कुरा आउँदैछ। रोमी 11 को 17-20 मा पनि यही कुरा लेखिएको छ। त्यहाँ चाहिँ कलमी बाँधिने कुरा लेखिएको छ। जैतुनको रुख जुन चाहिँ प्राकृतिक रुख थियो त्यसले चाहिँ नेचुरल इजरायललाई जनाउँछ,
त्यो चैतनको रुखमा चाहिँ हाँगा चाहिँ गाँसियो अथवा कलमी गाँसियो भने चाहिँ त्यो कलमी चाहिँ अन्य जातिहरू हुन्। बत्तिसमा युहन्नाले दिएको बत्तिसमा चाहिँ पश्चातापको बत्तिसमा थियो। युहन्नाले दिएको बत्तिसमा चाहिँ पश्चातापको बत्तिसमा थियो। उनले मत्ती 3बाट सुरु बत्तिसमा दिन सुरु गरेका छन्। म तपाईँलाई पद पढेर सुनाउँछु। मत्ती 3 अध्याय 10 र 11 यसरी लेखिएको छ। अनि अहिले पनि रुखहरूको जरामा वंशहरू राखिएको छ, यसकारण असल फल नफलाउने हरेक रुख काटेर ढालिन्छ र आगोभित्र फालिन्छ। साथै पश्चातापको निम्ति म तिमीहरूलाई पानीमा बप्तिस्मा दिन्छु, उनले आफैले भनेका छन्। पश्चातापको निम्ति हो यो। पश्चातापको निम्ति उनले चाहिँ पानीमा बप्तिस्मा दिए आफैले भन्छन्। तर जो म पछि आउनुहुन्छ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने लायकको म छैन। उहाँले तिनीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुन्छ है। अनि यो बप्तिस्माको बारेमा अरू थुप्रै खण्डहरूमा भनिएको छ। जस्तै प्रेरित 2:38 पनि यो कुरा उल्लेख गरिएको छ। प्रेरित 2:38 भाषा के हो भन्दाखेरि, है त, प्रेरित 2:38 पेन्टिकोसको दिनमा चाहिँ पवित्र आत्मा चेलाहरूको आएपछि चेलाहरूले अन द स्पट बिना ज्ञान अरूको भाषाहरू बोल्न थाले, अन्य भाषा बोल्न थाले। अनि त्यसपछि त्यहाँ जम्मा भएका व्यक्तिहरूले भनेको छन् यिनीहरू चाहिँ दिउँसै लट्ठ भएछन् भनिसकेपछि प्रेरित 2:38 त्यसपछि चाहिँ पत्रुसले लामो कहानी भन्छन्। अनि 38मा एउटा कुरा भन्छन्, त पत्रुसले तिनीहरूलाई भने पापहरूको क्षमाको निम्ति पश्चाताप गर्नुहोस्, होइन, क्षमाको निम्ति पश्चाताप गर्नुहोस् र तपाईँहरू हरेकले येशू ख्रीष्टको नाममा बप्तिस्मा लिनुहोस्। पहिला पश्चाताप गर्नुहोस्, अनि पश्चाताप गरेर बप्तिस्मा लिनुहोस्। त्यो चाहिँ बप्तिस्मा चाहिँ के त, येशू ख्रीष्टको नाममा लिनुहोस्। त्यो पनि पश्चातापकै बप्तिस्मा हो। पावल स्वयंले लिएको बप्तिस्मा चाहिँ पश्चातापको बप्तिस्मा थियो अथवा यूहन्नाको बप्तिस्मा थियो। त्यो कुरा कहाँ छ भन्दाखेरि प्रेरित 9:18 छ। प्रेरित 9:18 यसरी लेखिएको छ। अनि तुरुन्तै उनका आँखाहरूबाट पापराहरू चाहिँ केही खस्यो, अनि तत्कालै उनले दृष्टि पाएर उठेर बप्तिस्मा लिए। पावलले लिएको बप्तिस्मा समेत यूहन्नाको बप्तिस्मा अथवा पश्चातापको बप्तिस्मा थियो। यसरी चेलाहरूले समेत चाहिँ बप्तिस्मा दिन्थे। त्यो चाहिँ पश्चातापको बप्तिस्मा थियो। तर बाइबलमा यस्तो एउटा घटना आउँछ, त्यो घटनामा चाहिँ बप्तिस्माको 2चोटि बप्तिस्मा दिएको छ। त्यो घटना कहाँ छ भन्दाखेरि प्रेरित 18:24 सुरु हुन्छ, 19 खण्डसम्म छ। म तपाईँलाई यो पद पढेर सुनाउँछु। अनि अलेक्जेन्ड्रियामा जन्मेका अपोलोस नामका कुनै एकजना यहुदी एफेससमा आए। उनी यहुदी थिए है, अपोलोस चाहिँ यहुदी थिए। एफेससमा आए जो निपुण वक्ता र पवित्र शास्त्रहरूमा सामर्थ्य थिए। यी मानिसले प्रभुको मार्गमा शिक्षा पाएका थिए अनि आत्मामा जोसिलो भएर तिनले प्रभुको विषयमा कुराहरू ठिकसँग बोल्थे र सिकाउँथे। तर तिनले यूहन्नाको बप्तिस्मा मात्र जानेका थिए। यहाँ अपोलोसले चाहिँ यूहन्नाको बप्तिस्मा मात्र जानेका थिए। योभन्दा अगाडिसम्म जति पनि बप्तिस्माहरू थियो होइन, प्राय सबै जस्तो बप्तिस्मा चाहिँ बप्तिस्मा दिने यूहन्नाकै पश्चातापको बप्तिस्मा थियो के। तर एउटा घटना छ, कर्नेलियसको घटना, त्यो चाहिँ प्रेरित 10:48 छ। पहिला यो घटना पढौँ। प्रेरित 10 अध्यायमा चाहिँ कर्नेलियस अन्य जाति थिए, जन्मजातैका इजरायली होइनन्, अन्य जाति। कर्नेलियसले विश्वास गरिसकेपछि पत्रुसले कर्नेलियसको परिवारलाई पनि बप्तिस्मा दिन्छन्। त्यो चाहिँ 36 एडीमा घटेको थियो। 36 एडीमा 33 एडीमा येशू ख्रीष्ट क्रुसमा टाँगिनु भयो। 33 एडीमा क्रुसमा टाँगिनु भयो।
अनि क्रुसमा टाँगिनु भयो, मारिनु भयो, बौरी उठ्नु भयो। 3 दिनपछि बौरी उठ्नु भयो। उहाँ बौरी उठ्नु भएको 50औं दिन पेन्टिकोसको दिनमा पवित्र आत्माबाट चेलाहरू पवित्र आत्मा चेलाहरूको आउनुभयो होइन। अनि समय लम्बिँदै जाँदाखेरि 36 एडीमा चाहिँ कर्नेलियसको बप्तिस्मा भएको हो। कर्नेलियस अन्य जाति थिए अनि उसले बप्तिस्मा लिँदाखेरि चाहिँ पहिलो अन्य जाति हुन् कर्नेलियस है। यो कुरा याद गरेपछि अब यो कर्नेलियसको घटनापछि प्रेरित 10 अध्यायमा छ नि, पढ्न एकछिन। प्रेरित 19 अध्यायमा, प्रेरित 10मा कर्नेलियसको बप्तिस्मा, अन्य जातिको बप्तिस्मा भयो। त्यसपछि 19 अध्यायतिर, प्रेरित 19 अध्याय आउँदैतिर अघिको घटना अपोलोसको घटना हेर्नु। अपोलोसले चाहिँ बप्तिस्मा दिने यूहन्नाको पश्चातापको बप्तिस्मा मात्रै जानेका थिए। 25 पद, प्रेरित 18-25 पददेखि तल, यी मानिसले प्रभुको मार्गमा शिक्षा पाएका थिए अनि आत्मामा जोसिला भएर तिनले प्रभुको विषयमा कुरा ठिकसँग बोल्थे र सिकाउँथे, तर तिनले यूहन्नाको बप्तिस्मा मात्रै जानेका थिए। यहाँ लेखा छ है, बप्तिस्मा दिने यूहन्नाको बप्तिस्मा मात्रै जानेका थिए। 26, अनि तिनले साहसित सभा गरेर बोल्न थाले। अनि तिनको कुरा सुनेर अकिलाले प्रिस्किलाले तिनलाई आफू कहाँ लगेर परमेश्वरको मार्गको अर्थ अझै ठिकसँग खोलेर तिनलाई बताइदिए। अनि जब तिनले पारी अखायामा जाने इच्छा गरे तब भाइहरूले चेलाहरूलाई उनीहरूले तिनलाई स्वागत गरून् भनेर। यो मिटिङ चाहिँ 5 मिनटमा जति इन हुन्छ होला, फेरि तपाईँ जोइन गर्नु होला यो मिटिङ चाहिँ। आफू कहाँ लगेर परमेश्वरको मार्ग अर्थात् अझै ठिकसँग खोलेर तिनलाई बताइदिए। यहाँ भएको घटना चाहिँ के हो भन्दाखेरि अपोल्लोसले चाहिँ त्यहाँ 12 जना भाइहरूलाई बप्तिस्मा दिएका थिए, तर त्यो चाहिँ यूहन्नाको बप्तिस्मा थियो। पावल घुम्दै फिर्दै अनि 19 पदमा एफेससमा आउँछन्। अनि उनले ती 12 जनाहरूलाई सोध्छन्। यहाँ यसरी भनिएको छ 3 पद, अनि उनले तिनीहरूलाई भने, तब तिमीहरू क्रुसमा बप्तिस्मा भयो त? कसमा बप्तिस्मा भयो त? अनि तिनीहरूले भने यूहन्नाको बप्तिस्मा, किन भन्दा अपोलोसले त्यही जानेका थिए। तब पावलले भने, मानिसहरूले यसो भन्दै यूहन्नाले साँच्चै पश्चातापको बप्तिस्माले बप्तिस्मा दिए। तिनीहरूले म पछि आउनु भन्ने माथि अर्थात् क्रिस्ट येशूमाथि विश्वास गर्नुपर्छ। अनि अब तिनीहरूले यो कुरा सुने तब तिनीहरूले प्रभु येशूको नाममा बप्तिस्मा लिए। हेर्नु न, यो दुईचोटि किन बप्तिस्मा भएको होला त्यसो भने? प्रमुख कुरा चाहिँ यो छ। हामीले यो कुरा बुझ्यौँ भने नि बल्ल येशू ख्रीष्टले लिनुभएको बप्तिस्माको अर्थ बुझ्छौँ। यहाँ पावलले कर्नेलियसको बप्तिस्मा पछि फेरि चाहिँ 12 जना चेलाहरूले, 12 जना भाइहरूले यूहन्नाको बप्तिस्मा लिइसकेपछि पनि फेरि किन बप्तिस्मा गराएछ? त्यो 12 जनाहरू अन्य जातिहरू थिए। किन? त्यो 12 जनाहरू एफेससमा थिए। एफेससको मण्डली चाहिँ, एफेसस कस्तो ठाउँ भन्दा एउटा सेन्टर अफ थियो, अहिले काठमाडौँ जस्तो। प्राय त्यहाँ अन्य जातिहरू नै बस्थ्यो। अब ती अन्य जातिहरूलाई नि पावलले फेरि येशू ख्रीष्टकै नाममा बप्तिस्मा किन दिनु पर्यो? त्यहाँ यूहन्नाको बप्तिस्माले किन काम गरेन भन्ने कुरा के? त्यहाँ किन काम गरेन भन्ने कुरा चाहिँ, जसरी कर्नेलियसले बप्तिस्मा 36 एडीमा लिए, कर्नेलियस पहिलो अन्य जाति थिए, 36 एडीमा कर्नेलियसको बप्तिस्मा भयो। त्यो बप्तिस्माले के जनाउँछ भन्दाखेरि 36 एडी चाहिँ 36 एडीमा दानियलको 70 हप्ता टुङ्गियो। 36 एडीमा दानियलको 70 हप्ता टुङ्गियो। अघि हामीले सुनिसकेका छौँ 33 एडीमा इजरायलको फेभर अन्त्य भयो। एज राष्ट्र, समग्र र सिङ्गो राष्ट्रको रूपमा चाहिँ 33 एडीमा चाहिँ इजरायलको फेभर अन्त्य भयो। त्यो केही हदसम्म केही वर्ष चाहिँ इजरायलका केही व्यक्तिहरूलाई अझै पनि निरन्तरता भइरहेको थियो। 36 एडीमा आएर चाहिँ भएको के हो भन्दाखेरि व्यक्ति विशेषलाई पनि निगाह अन्त भयो के। 36 एडीमा आएर चाहिँ
इजरायलका जन्मजातका इजरायलका व्यक्ति विशेषहरूलाई पनि निगाह बन्द भयो। अर्थात् अर्को भाषामा भन्ने हो भने अब अन्य जातिहरू पनि क्रिस्टको शरीर हुने मौका भयो, बाटो खुल्यो भन्न खोजेको। त्यो कारणले गर्दा 36 एडीमा कर्नेलियसको बप्तिस्मा भयो। अब यो कर्नेलियसको बप्तिस्मा 36 एडीमा भइसकेपछि अनि बल्ल प्रेरित 19 को घटनामा चाहिँ पावलले दोस्रो चोटि बप्तिस्मा दिनुको अर्थ के हो भन्दाखेरि तिनीहरू यो बप्तिस्मा दिने यूहन्नाको बप्तिस्मा त भएकै हुन्, बप्तिस्मा लिएकै हुन्, तर पावलले त्यसपछि त्यहाँ अर्को बप्तिस्मा दिनुको अर्थ अथवा हामीलाई यसबाट के थाहा पाउनुपर्छ भन्दाखेरि हामी जन्मजातैका, मुख्य कुरा हामी जन्मजातैका इजरायलीहरू होइनौँ। हामी जन्मजातैले अन्य जातिहरू छौँ, अन्य जातिहरू हौँ। अन्य जातिहरू एकछिन है, अन्य जातिहरू भन्दा पहिला बप्तिस्मा दिने यूहन्नाले त्यो बेलाका जन्मजातैका इजरायलीहरूलाई पश्चातापको बप्तिस्मा दिएको। किन दिएको थिए भन्दाखेरि, किन दिएका हुन् पश्चातापको बप्तिस्मा भन्नुको चाहिँ त्यसको तात्पर्य के हो भन्दाखेरि जन्मजातैका इजरायलीहरू पहिल्यैदेखि नै मोसाको, परमेश्वरले मोसाद्वारा दिनुभएको नियमको अधीनमा थिए, विधि विधानको अधीनमा थिए, करारको अधीनमा थिए, व्यवस्थाको करारको अधीनमा थिए। यसो ख्रीष्ट आउँदासम्म जन्मजातैका इजरायलीहरू मोसाले दिएको बप्तिस्मा हामीले अगाडि नै अघिल्लो हप्ता पछिल्लो हप्ता नै पढिसकेका छौँ। थुप्रै बप्तिस्माहरू छन्। नोआको बप्तिस्मा थियो, मोसाले दिएको बप्तिस्मा थियो हैन। जन्मजातैका इजरायलीहरू बप्तिस्मा दिने यूहन्नाको पालासम्म चाहिँ करारको अधीनमा थिए। त्यो बेलासम्म जिउँदा जन्मजातका इजरायलीहरूले आफ्नो जीवनकालमा भुल गल्ती गरेका थिए। अर्थात् पुरानो करारमा दिएका करार विधिहरू, लेवीको पुस्तक, व्यवस्थाको पुस्तक पुरै करारहरू छन्, करिब करिब 1100 भन्दा बढी उहाँले विधि विधानहरू दिनुभयो। ती विधि विधानहरू पालन गर्नेले त्यसको आफैले भन्नुभयो कि पालन गरेकै आधारमा जिउन सक्छ, जीवन पाउँछ। तर कसैले पनि त्यो विधि विधानहरू पूर्ण रूपमा पालन गर्न सकेन। किन? त्यही मानव शरीरमा भएको कारणले गर्दा सिद्ध मानव कोही पनि थिएन। रोमीको पुस्तकमा लेख्छ धर्मी कोही पनि थिए, धर्मी कोही पनि छैन। त्यो कारणले गर्दा इजरायलीहरू कोही जन्मजातका इजरायलीहरू कसैले पनि त्यो विधि विधानहरूलाई 100% पालना गर्न सकेका थिएनन् कि केही न केही कुरामा चुकेका थिए। त्यो कारणले गर्दा येशू ख्रीष्टको समय, येशू ख्रीष्ट मसीहको रूपमा एनोइन्ट हुने समय आउँदै थियो। अर्थात् 29 एडीमा गोस्पेल एज सुरु हुँदै थियो, युग नै परिवर्तन हुँदै थियो, सुसमाचार युग सुरु हुँदै थियो। सुसमाचारी युगमा येशू ख्रीष्टमा आबद्ध गराउनको निम्ति जन्मजातका इजरायलीहरूलाई करारमा, त्यो चाहिँ करारको व्यवस्थाको करारमा चुकेका, जो सबै चुकेका थिए, तिनीहरूलाई अब जे कुरामा चुकेका थिए त्योबाट पश्चाताप गराएर, त्यो पश्चाताप चाहिँ उनले बप्तिस्मामा सिम्बलाइज गरे। त्यो पश्चाताप गराएर अब क्रिस्टमा सार्नको निम्ति नै, क्रिस्टलाई विश्वास गर्नको निम्ति, किन त्यो पानीको बप्तिस्माले तिनीहरूको हृदयलाई शुद्ध गर्थ्यो भनौँ न, इन थट्स, इन इन्टेन्सन। 12 जनाहरूलाई फेरि किन बप्तिस्मा दिए भन्ने कुरामा आइरहेका थियौँ। पावलले किन त्यसरी ती 12 जनाहरूलाई जसले चाहिँ बप्तिस्मा दिने यूहन्नाकै बप्तिस्मा लिएको थिए त्योभन्दा अगाडि लिइरहेको बप्तिस्मा त्यही तरिकाले लिँदा किन पावलले फेरि दोस्रो पटक ती 12 जनाहरूलाई बप्तिस्मा दिए त भन्ने कुरामा हामीले व्याख्या हेर्दै थियौँ। त्यो कुरा चाहिँ कहाँ अड्किन्छ भन्दा विशेष गरी त्योभन्दा अगाडि प्रेरित 19 भन्दा अगाडि घटेको घटना, प्रेरित 10 मा कर्नेलियसले बप्तिस्मा ल्याएको थिए। कर्नेलियस चाहिँ अन्य जाति थिए, हामीले चाहिँ हेरिसकेका छौँ, बुझिसकेका छौँ। अब हामी जन्मजातको इजरायलीहरू होइनौँ। बप्तिस्मा दिने यूहन्नाले दिएको बप्तिस्मा चाहिँ इजरायलीहरूको निम्ति हो, यो पनि हामीले हेरिसकेका छौँ। त्यसो भने अब यो प्रेरित 19 मा पावलले फेरि दोस्रो पटक बप्तिस्मा, येशूको नाममा बप्तिस्मा दिनु र येशू ख्रीष्टले लिएको बप्तिस्मामा के सम्बन्ध छ त, त्यो कुरा हामीले अब हेर्छौँ। येशू ख्रीष्टले आफैले लिनुभएको बप्तिस्मा नि बप्तिस्मा दिने यूहन्नाबाट लिए पनि पश्चातापको बप्तिस्मा थिएन। किन? येशू ख्रीष्टले पाप भन्ने कुरा जान्नुहुन्थेन।
उहाँले पश्चाताप गर्नुपर्ने कुनै केही कुरै थिएन। त्यसो भने उहाँले लिनुभएको बप्तिस्माको त पश्चातापको बप्तिस्मा भन्दा बेग्लै अर्थ छ। उहाँ आफैले यो कुरा भन्नुभएको छ। लुका 12:50 यसरी लेखिएको छ। उहाँले धेरै पटक यो कुराहरू भन्नुभएको छ। लुका 12:50 यसरी लेखिएको छ, पढ्नु है त। लुका 12:50 एकैछिन। तर म पृथ्वीमा आगो झार्न आएको होइन, अनि आगो झार्न आएको हो, अनि यो अघि नै सल्किसकेको हुँदो हो त म अरू के चाहे गरौँ, तर मैले बप्तिस्मा लिनुपर्ने एउटा बप्तिस्मा छ। हेर्नु यहाँ, मैले बप्तिस्मा लिनुपर्ने एउटा बप्तिस्मा छ र त्यो पुरा नभएसम्म म कति चेपारोमा परेको हुन्छु। यसो कि लिनुपर्ने बप्तिस्मा के थियो र? उहाँले त पहिल्यै बप्तिस्मा दिने युहन्नाबाट बप्तिस्मा लिइसक्नु भएको छ। फेरि यहाँ उहाँले चाहिँ एउटा बप्तिस्मा लिनुपर्ने छ भनेर भन्नुहुन्छ। के हो त यसको अर्थ? यही कुरा उहाँले मर्कुस 10:35-38 आफ्ना दुईजना चेलाहरूलाई पनि भन्नुहुन्छ। यसरी भन्नुहुन्छ, मर्कुस 10:35-38 यसरी लेखिएको छ। यहाँ चाहिँ याकुब र युहन्नाको बिन्ती छन्। अनि जब्दीका छोराहरू याकुब र युहन्ना यसो भन्दै उहाँ कहाँ, गुरुजी हामी जे मागौला तपाईँले हाम्रो निम्ति गरिदिनु होला। अनि गर्दै गर्दै कुरा गर्दै जाँदा उसको जब्दीको श्रीमतीले आफ्नो दुईटा छोराहरूको निम्ति यसरी चाहिँ माग्छन्। 37 पद, तिनीहरूले उहाँलाई भने हामीलाई तपाईँको महिमामा एकजनालाई तपाईँको दाहिने हातपट्टि र अर्कोलाई तपाईँको देब्रे हातपट्टि बस्न दिनुहोस्। 38 पद, तर यसले तिनीहरूलाई भन्नुभयो तिमीहरू के माग्छौ उसो जान्दैनौ। जुन कचौरा म पिउँछु के तिमीहरू त्यो कचौरा पिउन सक्छौ? र जुन बप्तिस्माले मेरो बप्तिस्मा हुन्छ के तिमीहरू त्यो बप्तिस्मा लिन सक्छौ? हेर्नु यहाँ के तिमी यहाँ कसरी लेखिएको छ वाक्य, जुन बप्तिस्माले मेरो बप्तिस्मा भयो भनेर लेखिएन क्या, त्यहाँ पास्ट टेन्स भूतकाल भनिएन। तर के भनिएको छ? जुन बप्तिस्माले मेरो बप्तिस्मा हुन्छ अथवा हुँदैछ। लुका 12:50 भन्नुभयो कि हुन्छ, पास्ट टेन्स, भूतकाल होइन। हुन्छ के तिमीहरू त्यो बप्तिस्मा लिन सक्छौ? उहाँले अर्कै कुनै बप्तिस्माको बारेमा भन्न खोज्दै हुनुहुन्छ। त्यो चेलाहरूले पनि बुझेका थिए कि, किन भन्दा यसो ख्रीष्टसँग हिँडेका चेलाहरू 12जना चेलाहरू मध्ये धेरै चेलाहरू चाहिँ जस्तै पत्रुस, आन्द्रेस पहिला त बप्तिस्मा दिने युहन्नाकै चेलाहरू हुन्। उनीहरूले बप्तिस्मा दिने युहन्नाले दिएको बप्तिस्माको बारेमा थाहा थियो। यहाँ जब याकुब र युहन्नालाई उहाँले भन्नुहुन्छ जुन बप्तिस्माले मेरो बप्तिस्मा हुन्छ हुँदैछ, उहाँले अर्को कुनै बप्तिस्मा दिने युहन्नाको बारेमा होइन, अर्को कुनै बप्तिस्माको बारेमा भन्न खोज्दै हुनु भएको छ भन्ने कुरा यी दुईटा चेलाहरूलाई थाहा थियो के। त्यही कारणले उनीहरूले भन्छन्। अनि तिनीहरूले उहाँलाई भने हामी सक्छौँ भनेर। अनि यसोले तिनीहरूलाई भन्नुभयो जुन कचौरा म पिउँछु त्यो कचौरा साँच्चै तिमीहरूले पिउनेछौ, र जुन बप्तिस्माले मेरो बप्तिस्मा हुन्छ, फेरि यहाँ वर्तमान भूतकाल प्रयोग गरेको छैन, भयो भन्ने प्रयोग गरेको छैन। जुन बप्तिस्माले मेरो बप्तिस्मा हुन्छ अथवा हुँदैछ, तर मेरो चाहिँ हुन्छ त्यो बप्तिस्मा तिमीहरूले लिनेछौ। हेर्न यहाँ यसो ख्रीष्टले अर्को कुनै बप्तिस्माको बारेमा भन्दै हुनुहुन्छ, व्याख्या गर्दै हुनुहुन्छ, बुझाउन खोज्दै हुनुहुन्छ। त्यो बप्तिस्माको बारेमा अझ प्रष्ट रूपमा चाहिँ पावलले लेखेछन्। पावललाई चाहिँ विशेष गरी यसो ख्रीष्टले यो बप्तिस्माको बारेमा लेख्न उत्सुक गराउनु भयो। यो कुरा चाहिँ पावलले कहाँ लेखे भन्दाखेरि रोमी 6:3 पदमा लेखेको छ। रोमी 6:3 पद, एकछिन है त म तपाईँलाई पढेर सुनाउँछु। रोमी 6:3 यसरी लेखिएको छ। म एकदेखि नै पढेर सुनाउँछु। तब हामी के भनौँ त? अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहौँ? कदापि हुँदैन। हामी जो पापका निम्ति मरिसकेका छौँ अबदेखि उसो कसरी त्यसैमा जिउँ र? अथवा हामीहरूमध्ये जतिजनाले यसु ख्रीष्टभित्र बप्तिस्मा लियौँ हामीले उहाँको मृत्युभित्रै बप्तिस्मा लिएको थियौँ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण बप्तिस्माद्वारा हामी उहाँसँगै मृत्युमा गाडियौँ कि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट बौराइनु भयो त्यसरी नै हामी पनि जीवनको नयाँ पनमा हिँड्नुपर्छ। उनले यहाँ हेर्नु बप्तिस्मालाई कसरी व्याख्या गरेछन् 3 पदमा भन्दाखेरि, अथवा हामीहरूमध्ये जतिजनाले यसु ख्रीष्टभित्र बप्तिस्मा लियौँ
हामीले उहाँकै मृत्युभित्र बप्तिस्मा लिएका थियौँ। हेर्नु यहाँ पापको क्षमाको कुरा गरिएन के, उहाँकै मृत्युभित्र बप्तिस्मा लिएका थियौँ। पापको क्षमाको विषयमा त प्रष्टै यूहन्नाले लेखेका छन्। यो पहिलो यूहन्ना 1:7 उनले प्रष्टै लेखेका छन्। पहिलो यूहन्ना 1:7 यसरी लेखिएको छ, एकछिन है त। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ त्यसरी नै हामी ज्योतिमा हिँड्छौँ भने एकअर्कासँग हाम्रो सङ्गति हुन्छ र उहाँको पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। उहाँको रगतले नै हामीलाई शुद्ध पार्छ। उहाँको रगतमा गरिएको विश्वासले नै हामीलाई त्यो पापबाट शुद्ध पार्छ। बप्तिस्माको अर्थ अथवा इमर्सन, यसलाई के अरे ग्रिक शब्द ब्याप्टिजो भन्ने शब्द प्रयोग गरिन्छ, जसको अर्थ इमर्सन, डुब्नु, डिप भन्ने अर्थ हुन्छ। यहाँ पावलले लेख्दैछन् ख्रीष्टभित्र उहाँको मृत्युभित्रै बप्तिस्मा लिनु अरे। बप्तिस्माको अर्थ चाहिँ अझ यसलाई उनले प्रष्टसँग चाहिँ कलसी 3:3 पनि केही कुराहरू व्याख्या गरेका छन्। है त कलसी 3:3 कलसी 3:3 किनकि तिमीहरू मरेका छौ र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेका छौ। मरेका छौ किन भन्दाखेरि येशू ख्रीष्टले जुन बप्तिस्मा उहाँको खासमा उहाँले लिनुभएको बप्तिस्मा जसरी सिम्बोलाइज गर्नुभयो नि, प्रतीकात्मक देखाउनु भयो नि, त्यही बप्तिस्मा हामीले सिम्बोलाइज गर्छौँ। अनि हामीले लिएको बप्तिस्माको अर्थ चाहिँ पाप क्षमा, पाप मोचन, जुन चाहिँ बप्तिस्मा दिने उनीहरूले दिएका थिए, त्यो भन्दा पनि के त उहाँकै मृत्युमा गाडिने हेतुमा लिनुपर्छ। बप्तिस्माको खास मूल अर्थ चाहिँ यो हो। पावलले यसै कारणले नै प्रेरित 19 ती चेलाहरूलाई चाहिँ दोस्रो चोटि बप्तिस्मा दिए कि ती चेलाहरूको समय कालखण्ड चाहिँ कोर्नेलियसको भन्दा पछि थियो। कोर्नेलियसले 36 AD मा बप्तिस्मा लिए। उनी पहिलो अन्य जाति थिए। 36 AD मा 70 हप्ता टुङ्गियो। 36 AD पछि चाहे त्यो जन्मजातको इजरायली होस् चाहे अन्य जाति होस्, येशू ख्रीष्टमा उहाँको शरीर हुनु छ भने चाहिँ उहाँले जसरी बप्तिस्मा लिनुभएको, जुन हेतुमा बप्तिस्मा लिनुभएको, त्यही हेतुमा नै बप्तिस्मा लिनुपर्छ, त्यही हेतुमा नै पानीमा डुब्नुपर्छ, त्यही हेतुमा नै प्रतीकात्मक अथवा चाहिँ देखाउनु पर्छ, प्रतिबिम्बित गर्नुपर्छ। यसरी त्यही कारणले येशू ख्रीष्टले लिनुभएको बप्तिस्मा चाहिँ यसको अर्थ चाहिँ खासमा के हो भन्दाखेरि उहाँले जसरी साँघुरो बाटो हिँडेर चाहिँ साँघुरो बाटो हिँड्न जाँदै हुनुहुन्थ्यो, उहाँले लिनुपर्ने बप्तिस्मा अर्कै थियो होइन। त्यो बप्तिस्मा खासमा येशू ख्रीष्टले चाहिँ बप्तिस्मा दिने यूहन्नाबाट चाहिँ पानीमा डुब्न गर्थ्यो। त्यो खासमा एउटा प्रतीकात्मक एउटा सिम्बोल मात्रै हो, त्यो खास बप्तिस्मा होइन थियो। त्यो कारणले त उहाँले लुका 12:25 भन्नुभयो। धेरै समयपछि उहाँले भन्नुभएको छ मैले लिनु पर्ने एउटा बप्तिस्मा छ। यस कारणले गर्दा हो तपाईँहरूलाई चाहिँ अलिक अनौठो लाग्न सक्छ। त्यसो भने हामीले अहिलेसम्म लिएको अभ्यास गरेको बप्तिस्माको अर्थ के त? तपाईँहरूलाई स्वाभाविक रूपमा प्रश्न उठ्न सक्छ। अहिलेसम्म हामीले लिएको बप्तिस्मा को चाहिँ त्यसको मूल ध्येय हेर्ने हो भने पश्चाताप नै हो। पश्चातापको बप्तिस्मा चाहिँ बप्तिस्मा दिने यूहन्नाले दिन्थे। 36 AD पछि जोसुकै येशू ख्रीष्टको शरीरमा आउनु छ, बप्तिस्मा दिने यूहन्नाको बप्तिस्मा त्यसपछि यसलाई यसरी बुझ्नु। 36 AD पछि बप्तिस्मा दिने यूहन्नाको बप्तिस्माको अस्तित्व हरायो, गुम्यो। त्यसपछि 36 AD पछि चाहिँ येशू ख्रीष्टले जसरी चाहिँ बिम्बित गर्नुभएको छ बप्तिस्मा, त्यो बप्तिस्मा मात्रै अभ्यासित हुन्छ। पावल आफैले पछि यो कुरा बुझेका थिए अनि उनले धेरै पटक लेखेका छन्। गलाती 2:20 यसरी लेखेका छन्, म ख्रीष्टसित क्रुसमा टाँगिएको छु, तरै पनि म जिउँछु,
त्यसो भए पनि त म त होइन, तर क्रिस्ट मभित्र जिउनुहुन्छ। अनि जुन जीवन म अहिले शरीरमा जिउँछु त्यो जीवन म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरो निम्ति दिइहाल्नुभयो। उनले यो कुरा कसरी लेख्या हुन् भन्दा रोमीको पुस्तकमा उनले यही कुरालाई चाहिँ लेखेका छन्। रोमीको पुस्तकमा उनले रोमको मण्डलीलाई रोमीको पुस्तकमा यसरी लेखेका छन्। अघि भर्खर हामीले हेऱ्यौँ, हेर्नु है त एकछिन। रोमी 6:3 अथवा हामीहरूमध्ये जतिजनाले यसु ख्रीष्टभित्र बप्तिस्मा लियो हामीले उहाँकै मृत्युभित्र बप्तिस्मा लिएको थियो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? अनि 4 पद, यसकारण बप्तिस्माद्वारा हामी उहाँसँगै मृत्युभित्र गाडियौँ। जसरी पिताको महिमाद्वारा क्रिस्ट मरेकाहरूबाट बौराइनु भयो, त्यसरी नै हामी पनि जीवनको नयाँपनमा हिँड्नुपर्छ। किनकि यदि हामी उहाँको मृत्युको समानतामा एकैसाथ जोडिएका छौँ भने उहाँको बौरी उठाएको समानतामा पनि जोडिएका हुनेछौँ। पापको शरीर बेकामा होस् भन्ने हेतुले हाम्रो पुरानो मान्छे उहाँसँगै क्रुसमा टाँगियो भन्ने कुरा थाहा गर्दै अबदेखि उसो हामी पापको दास हुनु हुँदैन, किनकि जो मरेको छ त्यसले पापबाट छुटकारा पाएको छ। यदि हामी क्रिस्टसँग मरेका छौँ भने उहाँसँगै हामी जिउने पनि छौँ भने हामी विश्वास गर्छौँ। यो कारणले गर्दा गलाती 2:20मा चाहिँ उनले लेखेका छन्, म क्रिस्टसँग क्रुसमा टाँगिएको छु तरै पनि म जिउँछु। पावलले चाहिँ यो कुरा धेरै पछि बुझेका थिए। पत्रुसले पनि यो कुरा लेखेका छन्। पहिलो पत्रुस 3:21मा यसैको प्रतिरूप अर्थात् बप्तिस्माले पनि जुन चाहिँ शरीरको मैला हटाउनु होइन तर परमेश्वरप्रति असल विवेकको माग पूर्ति गर्नु अहिले हामीलाई यसु ख्रीष्टको बौरी उठाइद्वारा बचाउँछ। यसरी चाहिँ खासमा बप्तिस्माको अर्थ चाहिँ यो हो। बप्तिस्मा किन त्यसरी पानीमा डुब्नुपर्छ भन्ने कुरा चाहिँ अब यो प्रतिको विषयमा हामी सबै थाहा छ, जानकार नै छौँ। यसलाई हामीलाई धेरै कुराहरू थाहा छ। पानीमा डुब्नुको अर्थ चाहिँ पानीमा पछाडि फर्केर डुब्नुको अर्थ चाहिँ संसारको लागि मर्ने हो, त्यसपछि माथि उठ्नु चाहिँ नयाँ सृष्टिको रूपमा नयाँ जीवन बिताउने हो। यो जुन चाहिँ पानीमा डुब्ने क्रिया छ यो चाहिँ एउटा सिम्बोल मात्रै हो। यसो ख्रीष्टले जसरी सिम्बलाइज गर्नुभयो, उहाँको खास बप्तिस्मालाई सिम्बलाइज गर्नुभयो, त्यसरी नै हामीले पनि त्यही ध्येयमा पश्चातापको बप्तिस्मा होइन तर उहाँसँगै मृत्युमा गाडिने उहाँको पाइलाहरू पछ्याउने ध्येयमा त्यसरी चाहिँ पानीमा डुबेर सिम्बलाइज गर्छौँ। त्यो कुरा रोमी 12:1मा लेखिएछ। रोमी 12:1मा यसरी लेखिएछ, हामी कसरी उहाँको मृत्युमा गाडिन्छौँ भन्दाखेरि यसकारण भाइहरू परमेश्वरका कृपाद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरहरू, यहाँ आफ्ना शरीरहरू भनेको छ, त्यो शरीर चाहिँ शारीरिक इच्छा, आशा, अभिलाषा, एम्स, एम्बिसन, पर्पोज, अब्जेक्टिभ सबै कुराहरू पर्छ यसमा। शरीरहरू पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदान, यहाँ मरेको होइन, जिउँदो लिभिङ सेक्रिफाइस, जिउँदो बलिदानको रूपमा चढाइदेऊ, यही तिमीहरूको समुचित सेवा हो। यसरी हामीले अब रोमी 12:1मा लेखिए जस्तै हामीले पनि अहिलेसम्म जे कुराहरू पढ्यौँ, बुझ्यौँ, सिक्यौँ, विशेष गरी नोमिनल क्रिस्चियनमा जे कुराहरू हामीले सिक्यौँ त्यो कुराहरू धेरै त्रुटिपूर्ण छ नै रहेछ भन्ने कुरा हामीले थाहा पायौँ। अब साँच्चै उहाँको मण्डलीको विषयमा हामीले जानेका छौँ। मण्डली चाहिँ 1,44,000ले बनिँदो रहेछ। अनि न्यारो जर्नी किन न्यारो छ भन्दाखेरि, किन साँगुरो छ भन्दा यो स्वभावैले साँगुरो परमेश्वरले नै बनाउनु भएको, किन भन्दा यसमा 1,44,000 मात्रै हिँड्नुपर्छ भनेर नि उहाँले चाहिँ साँगुरै बनाउनु भएको। त्यही कारणले यसले भन्नुभएको छ चाहिँ फराकिलो ढोकाबाट धेरैजना छिर्छन्, साँगुरो ढोका चाहिँ बाटोभित्र बस्छ, किन ढोका नै साँगुरो छ अनि त्यसमा पुग्ने थोरै हुन्छ। उहाँले अहिले विशेष गरी यो सुसमाचारी युगमा सारा संसारलाई परिवर्तन गर्नुभन्दा पनि उहाँको आफ्नो एकमात्र छोरा पुत्र यसु ख्रीष्ट उहाँले आफैले जन्माउनु भएको एकलौटै पुत्र, आफैले नै जन्माउनु भएको, पिता पुत्र एकै हुनुहुन्न, आफैले नै जन्माउनु भएको पुत्रको निम्ति चाहिँ उहाँसँगै 1000 वर्षको सम्म राज्य गर्नको निम्ति आफ्नो दुलै छनौट गर्दै हुन्छ। त्यो चाहिँ उहाँको शरीर हो अथवा दुलै हो, जो चाहिँ उहाँसँगै
एक हुन्छ। त्यो चाहिँ प्रकाश 19 थुमाको विवाहमा सिम्बलाइज गरिएको छ। 1,44,000लाई चुन्नु नै विशेष गरी यो सुसमाचार युगको उद्देश्य हो। जब 1,44,000 चाहिँ उहाँकै जस्तै डिभाइन नेचरमा चाहिँ परिवर्तन हुन्छन्, तब मात्र 1000 वर्षको राज्य सुरु हुन्छ। त्यो 1000 वर्षको राज्य इन्टायरली चाहिँ संसारका सबै मानिसहरूले यसु ख्रीष्ट चाहिँ यसो परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ नै मसीह हुनुहुन्छ भन्ने कुरा त्यो बेलामा मात्रै बुझ्छन्। परमेश्वरले आजको वचन पढाइमा आशिष दिनुभएको। अब तपाईँलाई केही कुराको डाउट छ भने सोध्न सक्नुहुन्छ। पक्कै पनि तपाईँलाई धेरै कुरा डाउट हुनुपर्छ, त्यही पनि केही छ भने सोध्न सक्नुहुन्छ।